त्यसो भए फेरि पनि म पहिले पनि हामी कुरा गरेका थियौँ होइन 2023 जनवरी 15मा एयरलाइन्सको जहाज 30बाट ल्यान्डिङ गर्दै गर्दाखेरि क्र्यास भएको थियो 72 जनाको मृत्यु भएको थियो होइन म त भनिरहेको छु त्यसको नेपाल सरकारले प्रहरीले छानबिन गर्नुपर्छ त्यो कुरालाई फ्युल कटअप गर्यो को पाइलटले त्यो ठुलो त्यो गर्नै नहुने कुरा क्याप्टेनै हो भन्नु हजुर हजुर हो वाटेभर गर्नै नहुने त्योभन्दा ठुलो अपराध के पनि होइन तथापि तपाईँको एआइपीमा यी कुराहरू पब्लिस नहुँदाखेरि त्यहाँ टेकअप र ल्यान्डिङ सुन्नुहोस् यसमा के मलाई के लाग्छ भने लाग्छ कि हो हेर्नुहोस् एआइपीमा पब्लिस थिएन त्यहाँ प्रोसिजरै बनाइएको थिएन कि भिएफआर कसरी सर्किट बनाइन्छ आइएफआरको चाहिँ कस्तो अप्रोच हुन्छ आइएलएस अप्रोच कसरी गर्ने भिओआर अप्रोच कसरी गर्ने मिनिमा के हो त्यसको भिजिबिलिटी कति चाहिन्छ ल्यान्ड गर्ने बेलामा टेकअप गर्ने बेलामा त्यो सबै स्पेल आउट हुनुपर्छ जहाज उड्नुभन्दा अगाडि त्यो हेरेर त्यसलाई अध्ययन गरेर अझ ठुल्ठुलो एयरलाइन्सले त त्यसलाई ट्रेनिङमा गराएर अनि बल्ल पठाउँछन् किनभने त्यहाँ मान्छेको लाइफ छ एयरलाइन्सको रेपुटेसन छ एयरलाइन्सले एउटा मिसह्यान्डल गरेपछि धेरै अप्ठ्यारो पर्छ म एउटा इक्जाम्पल दिन्छु अलि सुन्नुहोस् मैले एउटा इक्जाम्पल म तपाईँलाई बारम्बार यो कुरा भन्छु अलि एयर इन्डियाको 787 अहमदाबादमा त्यत्रो क्र्यास भयो एभिएसन हिस्ट्रीमा यो त ठुलो डिजास्टर यस्तो डिजास्टर सायद एभिएसन हिस्ट्रीमा भएको थिएन अहिले एयर इन्डियालाई कत्रो सेटब्याक भएको छ थाहा छ तपाईँलाई बिग ह्युज सेटब्याक यस्तो हुन्छ एउटा एक्सिडेन्टबाट त एयरलाइन्सलाई अब त्योबाट उसलाई बाहिर उम्किनलाई इट विल टेक इयर्स त्यस्तो एभिएसन भने युएस बङ्गला पनि त्यस्तै भयो युएस बङ्गला त बन्दै भयो यहाँ यो त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन अब त्यो कुरा तपाईँले यतिको कुरा गर्दा गर्दै मैले यतापट्टि मोडेँ त्यो कुरा गर्दाखेरिमा केही गरी यो एआइपीमा भिजुअल प्रोसिडर आइएफआर प्रोसिडर बनाइदिएको भए सायद पाइलटले त्यो फलो गर्थ्यो र त्यसरी अतालिन पर्दैन थियो लास्ट मोमेन्टमा र फ्युल काट्दैन थियो होला किन फ्युल काट्यो ऊ त्यो सिचुएसनबाट उसले चाहिँ त्यो सिचुएसनलाई उसले कोपअपै गर्न सकेन उसले अब त्यहाँ यति त्यहाँ सिरिज अफ मिस्टेक हुँदै गयो कि अब इट वाज अब त्यो फ्युल काट्ने भने त पाइलटले त त्यो त अनुमानै गर्न सकिन्न त्यस्तो भयो त्यो त ठुलो दुर्भाग्य हो त्यो किनभने इनिसियलबाट नै त्यहाँ बिग्रिँदै गयो कि किन कुनै पनि अब त्यसमा एयरलाइन्सको पनि एयरलाइन्सको गल्ती छ त्यही कुरा हो एयरलाइन्सको गल्ती छ किनभने अनिल कुमार सिन्हा